सुरुमा चाहिँ अब यतिकै युट्युबहरू हेर्दै जाँदाखेरि अनि हस्तकलाहरूमा ध्यान गयो अनि त्यहाँ जाँदाखेरि चाहिँ पहिला अलिअलि धागोको बनाउँथेँ बुन्ने ओर्ने अलिअलि गर्थेँ अनि त्यसको चाहिँ अलिकति मार्केट नभएको कि अनि यस्तै हेर्दै जाँदाखेरि चाहिँ अफ्रिकनहरूले चाहिँ पोते लाउँदो रहेछ अनि त्यो पोतेको भिडियो देखिसकेपछि मलाई त्यो पोतेको डिजाइन बनाउनु मन लाग्यो अनि म बुटोल बस्थेँ त्यतिखेर अनि बुटोलको बजारमा चाहिँ म पोते खोज्न गएँ येल्लो कलरको पोते खोज्न जाँदा त्यहाँ पोते पाएन मैले खोजेको कलरको पोते पाएन अनि त्यसपछि सोचेँ मैले पोते भनेको त हामी हिन्दू नारीहरूको लागि त हुँदै नहुने चिज हो बिहामा पनि हाम्रो त पोते नभइकन हुँदैन यस्तो इम्पोर्टेन्ट चिज अनि बुटोल जस्तो ठाउँमा मान्छेले आफ्नो इच्छाले लाउन नपाउने रहेछ डिजाइनको लाउन नपाउने रहेछ भनेपछि चाहिँ यसमा चाहिँ केही गर्न सक्छु भनेर अनि त्यसपछि सुरुमा चाहिँ मैले मोतीको मालाहरू बनाउँदै गर्दाखेरि अनि मलाई चाहिँ पोतेको कन्सेप्ट आयो मोतीको मालाहरू चाहिँ मैले 5000 को मेटेरियल ल्याएर बनाउन सुरु गरेको अनि त्यतिखेर चाहिँ गोलतिर दिदीबहिनीहरूलाई बेच्थेँ साथीहरूलाई बेच्थेँ अनि त्यसपछि चाहिँ मैले 50,000 लगानी गरेर रेडिमेड पोते किनेर लिएर गएको काठमाडौँबाट होइन लिएर गएर बुटोल जाँदाखेरि चाहिँ अनि उहाँहरूले चाहिँ के सोच्नु भयो भने मैले ह्यान्डमेडको काम गरिरहने हुँदाखेरि चाहिँ मैले आफै बनाएँ भन्ने सोच्नु भयो कि अनि बनाउँदाखेरि चाहिँ यो रेड कलर छ मलाई अर्को कलर बनाइदिनु मलाई छोटो बनाइदिनु मलाई अलिकति लामो बनाइदिनु भने उहाँहरूले डिमान्ड गर्न थालेछ त मैले नसिकी भएन अनि त्यसपछि एउटा त्यो पोतेहरू काटेर युट्युब हेरेर कसरी हुन्छ सिकेर अनि मैले चाहिँ गरेँ होइन गर्दै थिएँ अनि गर्दा गर्दै बुटोलमै एकजना बहिनी भेट भयो अनि उसले चाहिँ पोतेको काम गर्दो रहेछ अनि त्यसपछि उसँग सहकार्य गर्दा गर्दै अनि म लकडाउनको बेलामा चितवन आएँ अनि चितवन आएपछि चाहिँ म यहीँ फसेँ चितवन लकडाउनमा यहीँ फसेँ अनि यहीँ सुरु गरेँ कामहरू पनि यहीँ सुरु गरेँ अनि गर्दा गर्दै म यता सिफ्ट भएँ अनि बिचमा चाहिँ टिकटक बन्द भएको थियो अनि त्यतिखेर चाहिँ मैले फेसबुक हेरिराख्दाखेरि सार्क ट्याङ्कको देखेँ अनि सार्क ट्याङ्कको एडभर्टाइज देखिसकेपछि भरिदिउँ न त के हुन्छ र भनेर मैले भरिदिएँ फर्म अनि फर्म भरेपछि अनि त्यत्तिकै मैले बिर्सिसकेको थिएँ अब कन्ट्याक्ट पनि भएन अनि मेरो सिलेक्ट भएन होला भन्ने भयो मैले बिर्सेको थिएँ अनि 3 महिनापछि चाहिँ मलाई फोन आयो सार्क ट्याङ्कबाट तपाईँको फर्स्ट राउन्ड चाहिँ सिलेक्ट भएको छ दोस्रो राउन्डको लागि चाहिँ हजुरले आफ्नो डकुमेन्टहरू बुझाउनु भन्नुभयो अनि मैले चाहिँ कर तिरेको सबै डकुमेन्टहरू बुझाएँ अनि बुझाइसकेपछि म दोस्रो चरणमा नि सिलेक्ट भएँ त्यसपछि हजुरको इन्टरभ्यू छ आउनु भन्नुभयो हजुरको पिच छ अब पिचको लागि आउनु भन्नुभयो त्यति बेलासम्म मलाई विश्वास लागेको थिएन कि म त्यहाँसम्म पुगेँ भनेर है अनि गएर पिच गरेँ अनि वर्ल्ड सार्क ट्याङ्कको हिस्ट्रीमा सबभन्दा फास्ट डिल क्र्याक भएको मेरो 15 मिनटमा चाहिँ मेरो डिल क्र्याक भएको अनि डिल क्र्याक भयो क्याबिनेट सरसँग अनि क्याबिनेट सर फेरि यस्तो हम्बल मान्छे यस्तो डाउन टु अर्थ उहाँमा चाहिँ पैसा मात्रै मान्छेको पैसा भएर मन हुँदैन भन्छ नि तर सर चाहिँ पैसा पनि भएको मन पनि भएको मान्छे कि अब यति बिजी सेड्युल छ उहाँको त्यही पनि आज सर मेरो यस्तो कार्यक्रम छ आइदिनु पऱ्यो भन्दा उहाँ आइदिनु भयो कि मेरो लागि भनेर आइदिनु भयो अनि उहाँको एउटा प्रोग्राममा गएँ उहाँको फ्यामिलीहरूसँग पनि भेट भयो फ्यामिलीहरू पनि सबै सर जस्तै एकदम डाउन टु अर्थ उहाँको छोरीहरू छोराहरू सबजना एकदम डाउन टु अर्थ हुनुहुन्छ एकदम सपोर्ट पाएँ सार्क ट्याङ्कबाट र आज म यो ठाउँमा यसरी पसल खोल्न सफल भएँ म चाहिँ सन्ध्या गैरे अहिले चाहिँ पौडेल सन्ध्या गैरे पौडेल हो अनि मेरो श्रीमान चाहिँ बाहिर हुनुहुन्छ वैदेशिक रोजगारमा बाहिर हुनुहुन्छ यहाँ चाहिँ म नानीसँग बसिरहेको छु मेरो घर चाहिँ बुटोल हो बुवा आमाहरू चाहिँ घरमा हुनुहुन्छ पोतेहरू चाहिँ प्याकेट आउँछ हामीसँग त्यो प्याकेट आउँछ अनि हामीले चाहिँ सियोले बुनेर यो डिजाइन दिने हो यिनीहरू चाहिँ राखेको छु मैले कामदार राखेको छु मैले बाहिर चाहिँ मेरो 4 जना बहिनीहरू छन् काम गर्ने अनि जिल्ला कारागारमा पनि 4-5 जनाले गर्छन् होला जिल्ला कारागारमा चाहिँ बाहिर भन्नाले यस्तै अब यो बहिनीहरू भयो नि त यिनीहरू चाहिँ यहीँ मसँगै बसेर गरिरहेका छन् अनि जिल्ला कारागारमा चाहिँ 4-5 जनाले गर्छन् ज्याला दिएर घर आउँछ पसल चाहिँ पहिला अनलाइनबाट गरेको थिएँ अहिले आउटलेट चाहिँ यो मात्रै हजुर इन्भेस्टमेन्ट चाहिँ अब डेकोरेसनकै लागि 3.5 जति डेकोरेसन गर्दा लाग्यो अनि मेटेरियल त मसँग पहिले नै थियो अब यति इन्भेस्ट भन्ने चाहिँ निस्किएको छैन यसको चाहिँ किनभने मैले घरबाट त गरिराखेको थिएँ नि त काम त त्यही भएर मेरो मसँग मेटेरियलहरू चाहिँ थियो अनुमान चाहिँ लगभग 15 जति भेट्यो कि डेकोरेसनसँग सामानसँग गरेर 15 लाख जति भयो होला हजुर सपोर्ट भइसक्यो अघि आउनुभएको सरले मलाई 20 लाख सपोर्ट गर्नुभयो यो पोतेबाट चाहिँ तपाईहरु विभिन्न डिजाइन बनाउनुहुन्छ हजुर बाहिर पनि गए बाहिर भन्नाले बाहिर एक्सपोर्ट चाहिँ म आफै गरे छैन किनभने यसको चाहिँ वेट धेरै हुन्छ अनि बाहिर लाँदा महँगो पर्छ त्यही भएर जाँदाखेरि आफन्तहरूलाई गिफ्ट लिएर जानुहुन्छ विदेशमा छोराछोरीले भिडियो मेरो हेरेर बुवा आमा चाहिँ यहाँ किन्न आउनुहुन्छ कि मेरो छोरीले पठाएको मेरो छोराले पठाएको भनेर यहाँ किन्न आउनुहुन्छ
यो पोतेभन्दा अगाडि चाहिँ मैले खासै केही गर्थेँ। आज चाहिँ एकदमै खुसी लागेको छ मलाई। आज हाम्रो सन्ध्याजीले यसरी पसलको उद्घाटन गर्नु भएको छ र उहाँ जुन साक्टाङमा आउँदाखेरि उहाँको जुन भनौँ न एउटा एनर्जी थियो त्यो चाहिँ एकदमै पोजिटिभ थियो र उहाँ चाहिँ एकदमै परिश्रम गर्ने महिला हुनुहुन्छ र उहाँलाई हामीले एउटा सानो एउटा सहयोग गर्दाखेरि उहाँको धेरै उन्नति हुने देखिएको छ र उहाँले गरि पनि रहनु भएको छ र उहाँलाई चाहिँ धेरै धेरै सक्सेसको लागि हामी विस गर्छौँ। अल द बेस्ट टु सन्ध्या। बिजनेसको लागि यसको बिजनेस यो भविष्य के छ होइन र उहाँलाई चाहिँ के आवश्यक हुन्छ तपाईँको तर्फबाट चाहिँ अब उहाँले पनि कुरा भन्नुभयो होला है अरू हौसला बढ्न चाहिँ के आवश्यक छ जस्तो लाग्छ? होइन, यो चाहिँ अब भनौँ न पोते भनेको त हाम्रो ट्रेडिसनल नेपाली एउटा भनौँ न कल्चरली इम्पोर्टेन्ट पार्टै हो र यो चाहिँ भोलि नेपाल मात्रै होइन विदेशमा पनि जाने स्कोप देखिन्छ। त्यही भएर उहाँले चाहिँ विदेशसम्म पुर्याउनु हुन्छ जस्तो लाग्छ मलाई। उहाँ आफू पनि एउटा कन्टेन्ट क्रिएटर इन्फ्लुएन्सर जे भने पनि हुन्छ होइन, तर उहाँले आफै मेहनतले गरेर गर्नुभएको छ। हामी पनि त खालि एउटा सर्टन अलिकति पुस गरिदिएको मात्रै हो। उहाँले नै गर्नुभएको हो सबै र उहाँले धेरै अगाडि गर्नुहुन्छ जस्तो लाग्छ।